सम्पूर्णमा नमस्कार। अघिल्लो भिडियोमा हामीले माटोको नमुना कसरी लिन सकिन्छ भन्ने बारेमा छलफल गरेका थियौँ। यो भिडियोमा चाहिँ सोइल टेस्टिङ किट बक्सको प्रयोग गरेर त्यही माटो नमुनामा भएको पीएच, नाइट्रोजन, फस्फरस र पोटासियमको मात्रा कति छ भनेर पत्ता लगाउने छौँ है। के हो त यो किट बक्स भनेको? किट बक्स भन्नाले सजिलै, छिट्टो र सरल तरिकाले स्थलगत रूपमै किसान आफैले आफ्नो खेतबारीको माटोमा रहेको खाद्य तत्त्वको अवस्थालाई जाँच्न सक्ने गरी तयार गरिएको बाकस हो। यसबाट चाहिँ हामीले माटोको पीएच, नाइट्रोजन, फस्फरस र पोटास जाँच्न सकिन्छ। जहाँ माटो जाँच्ने प्रयोगशालाको कमी छ नि हो त्यहाँ चाहिँ हामीले किट बक्सको प्रयोग गरेर माटो जाँच्न सकिन्छ है। माटो जाँच गरिसके पछाडि बाली नालीहरूको लागि आवश्यक पर्ने मल खाद, कृषि चुन सिफारिस गर्न सजिलो रूपमा सकिन्छ। अब सुरु गरौँ पीएच नाप्नेतिरबाट। पीएच नाप्नका निमित्त चाहिँ हामीलाई माटोको नमुना चाहिन्छ। त्यसै गरी डिस्टिल वाटर, एउटा टेस्ट ट्युब, बेरियम पाउडर र पीएच इन्डिकेटर चाहिन्छ। यी सबै कुराहरू चाहिँ हामीले त्यही किट बक्सभित्रबाट निकाल्न सकिन्छ। अब लागौ पीएच नाप्ने विधितर्फ। सबैभन्दा सुरुमा चाहिँ हामीले एउटा सफा टेस्ट ट्युब लिन पर्छ। उक्त टेस्ट ट्युबमा 5 ml डिस्टिल वाटर राख्ने, फेरि त्यसैमा चिया चम्चाले चाहिँ आधा चम्चा जति माटो पनि राख्ने। जति माटो राख्नुहुन्छ त्यसको आधी चाहिँ बेरियम पाउडरको धुलो टेस्ट ट्युबमा राख्ने है। समयमा राम्रोसित चाहिँ हल्लाएर 20 मिनटसम्म अब त्यसलाई थिगिन दिने। अब त्यो 20 मिनट हामी पर्खिनुभन्दा बरु नाइट्रोजन, फस्फरस र पोटास नाप्नका लागि निस्सारित झोल यानि कि एक्सट्राक्सन सोल्युसन बनाउनेतर्फ लागौँ न त। चाहे नाइट्रोजन होस्, फस्फरस होस् या पोटास होस्, यो सबैलाई हुने गरी चाहिँ हामीले निस्सारण झोल तयार गर्नुपर्ने हुन्छ। यो भन्नुको मतलब चाहिँ एनपिकेको लागि पीएचमा जस्तो डाइरेक्ट माटो हाल्न मिल्दैन, तसर्थ यसलाई किट बक्समा दिएको एक्सट्राक्सन सोल्युसन अथवा चाहिँ निस्सारण झोलले माटोलाई निस्सारण गर्नुपर्ने हुन्छ। यसका लागि चाहिँ एउटा सफा बिकर लिने, उक्त बिकरमाथि एउटा फनल पनि राख्ने, फनलमाथि एउटा फोल्ड गरेर फिल्टर पेपर तयार गर्ने, त्यो फिल्टर पेपरमाथि 1 चिया चम्चा माटोको नमुना राख्ने, त्यसैमाथि माटो भिज्ने गरी हामीले 10 ml अथवा 2 बिर्को जति चाहिँ निस्सारण झोल पनि राख्ने। उक्त सोलीबाट निस्केको जुन झोल छ नि हो त्यो झोललाई एनपिके जाँच्नका लागि प्रयोग गरिन्छ। अब लागौ नाइट्रोजनको जाँच गर्नेतर्फ। हामीलाई चाहिन्छ एउटा चाइना प्लेट, नाइट्रोजन रियाजेन्ट, एक्सट्राक्सन झोल जुन अघि तयार गरेर बिकरमा जम्मा भएको छ। अब त्यो चाइना प्लेट सफा गरेर हामीले स्ल्याबमा राख्ने, उक्त प्लेटमाथि एकै ठाउँमा 4 थोपा पर्ने गरी नाइट्रोजन रियाजेन्ट राख्ने, त्यसैको बिचमा पर्ने गरी निस्सारित झोल राख्ने र बनेको जुन रङ छ त्यो रङलाई चाहिँ हामीले चार्टमा दाज्नुपर्ने हुन्छ। यदि चार्टमा देखाए चाहिँ हल्का निलो रङ छ भने नाइट्रोजन कम छ है भनेर बुझ्नु पर्यो। मध्यम निलो आएमा नाइट्रोजन चाहिँ मध्यम रहेछ भनेर बुझ्नु पर्यो भने गाढा निलो रङ आएमा चाहिँ नाइट्रोजन चाहिँ अधिक ज्यादा रहेछ है भनेर बुझ्नु पर्यो। यहाँ भिडियोमा हेर्न सक्नुहुन्छ हामीले नाप्दाखेरि नाइट्रोजनमा चाहिँ मध्यम निलो रङ आएको थियो। यसको मतलब हाम्रो सोइल स्याम्पलमा चाहिँ नाइट्रोजन मध्यम रहेछ। त्यसै गरी फस्फरस जाँच्नका निमित्त हामीलाई एउटा सफा टेस्ट ट्युब चाहिन्छ। फस्फरस रियाजेन्ट 2 टुक्रा टिन मेटल जुन चाहिँ हामी प्लास्टिकमा साना साना दाना गरेको देख्न सक्छौँ, र फेरि अघि निकालेको निस्सारी झोल पनि चाहिन्छ है। अब लागौ फस्फरस जाँच्ने विधितर्फ। अघिको उक्त टेस्ट ट्युबमा हामीले 2 मिलिलिटर सोलीबाट निस्केको निस्सारी झोल राख्ने, त्यसैमा फेरि 2 मिलिलिटर नै फस्फरस रिएजेन्ट पनि राख्ने, 2 टुक्रा टिन मेटल त्यसैमा राख्ने। सबै कुराहरूलाई चाहिँ हामीले 1-2 मिनटसम्म राम्ररी चाहिँ हल्लाउनु पर्ने हुन्छ र त्यो बनेको रङलाई हामीले फस्फरस चार्टसँग दाज्नुपर्ने हुन्छ। यदि कलर चाहिँ एकदम फिक्का खालको निलो आयो भने फस्फरस कम छ भनेर बुझ्दा हुन्छ। मध्यम खालको निलो रङ आएमा फस्फरस मिडियमै छ भनेर बुझ्दा हुन्छ भने एकदमै गाढा रङ निलो आएमा हामीले फस्फरस अधिकतम ज्यादा रहेछ भनेर बुझ्नुपर्ने हुन्छ है। भिडियोमा हेर्न सक्नुहुन्छ हाम्रो सोइल स्याम्पलबाट चाहिँ फस्फरस एकदमै हाई, ज्यादा मात्रामा देखिएको थियो। नाइट्रोजन र फस्फरस त लगभग उस्तै प्रक्रियाबाट गरिन्छ भने पोटासमा चाहिँ अलिकति भिन्न तरिका छ, किनभने पोटासमा 2टा रिएजेन्ट दिएको हुन्छ जबकि नाइट्रोजनमा एउटा रिएजेन्ट थियो। फस्फरसमा पनि एउटै फस्फरस रिएजेन्ट थियो भने पोटासमा चाहिँ पोटास रिएजेन्ट 1 र पोटास रिएजेन्ट 2 गरी 2टा रिएजेन्ट दिएको हुन्छ। फस्फरस र नाइट्रोजन भन्दा पोटास चाहिँ अलिकति भिन्न तरिकाले जाँच गरिन्छ।
किनभने पोटासमा चाहिँ हाम्रो पोटास रिएजेन्ट 1 र पोटासियम रिएजेन्ट 2 भनेर चाहिँ दुईवटा रिएजेन्ट दिएको हुन्छ, जबकि हाम्रो नाइट्रोजन र फोस्फरसमा चाहिँ रिएजेन्ट एउटा मात्र थियो। यसका निमित्त चाहिँ हामीले एउटा सफा टेस्ट ट्युब लिने, त्यसमा 2 मिलिलिटर अघि सोलीबाट निस्केको निस्सारी झोला पनि राखिदिने, त्यसैमा 6 थोपा हुने गरी सिधा पर्ने गरी रिएजेन्ट 1 पोटास रिएजेन्ट 1 राख्ने, त्यसैमा फेरि 2 मिलिलिटर पोटास रिएजेन्ट 2 तर टेस्ट ट्युबलाई चाहिँ कोल्टे पारेर अलिकति ढल्काएर टेस्ट ट्युबको भित्तापट्टि नलाग्ने हिसाबले चाहिँ हामीले राख्नुपर्ने हुन्छ र माथिको तह चाहिँ बिस्तारै बिस्तारै हलाउनु पर्ने हुन्छ। टेस्ट ट्युबभित्र यहाँहरूले 1 मिनट पछाडि चाहिँ एउटा टर्बिडिटी फर्म भएको देख्न सक्नुहुन्छ, भन्नाले अलिकति बाक्लो दुधिलो जस्तो कलरको चाहिँ एउटा लेयर फर्म भएको देख्न सक्नुहुन्छ। अब त्यसलाई हामी के गर्छौँ भने कलर चार्टसँग चाहिँ दाँच्ने गर्छौँ। नाइट्रोजन र फस्फरस जस्तो गाढा रङ नदाँचेर यसमा चाहिँ लाइनहरू प्रष्ट रूपमा देखिन्छ देखिँदैन भनेर चाहिँ हामी पोटासको कलर चार्टसँग चाहिँ दाँच्ने गर्छौँ है। तर हामीले त्यो टेस्ट ट्युबलाई चाहिँ चार्टमा दाँच्ने हो, पहिलो चाहिँ हामीले लोबाट दाँच्न थाल्ने। यदि लोमा दाँच्दाखेरि तिनटै धर्साहरू त्यो लिक्विडको थ्रुबाट चाहिँ प्रष्ट रूपमा देखा पर्यो भने त्यो चाहिँ लो रहेछ, पोटास लो रहेछ भनेर बुझ्ने। यदि अलिअलि धर्साहरू देखियो भने त्यसमा पोटासको मात्रा चाहिँ मिडियम रहेछ भनेर बुझ्ने। धर्साहरू कुनै रूपमा चार्टमा जाँदाखेरि देख्दै देखेन भने चाहिँ त्यसमा एकदमै हाई पोटासको मात्रा रहेछ, अधिकतम पोटास रहेछ भनेर बुझ्दाखेरि हुन्छ है। यति गरिसक्दा अब 20 मिनट पनि भइसक्छ र सुरुमा हामीले पिएच नाप्नका निमित्त बनाएर राखेको जुन टेस्ट ट्युबमा मेटेरियल छ त्यसमा चाहिँ हामीले 5 थोपा पिएच इन्डिकेटर झोल राख्नुपर्ने हुन्छ। त्यो पिएच इन्डिकेटर पनि किट बक्समै पाइहाल्छ। यसरी त्यसलाई पनि हालिसकेर हामीले राम्ररी हल्लाएर थिग्रिन दिनुपर्छ र रङ बन्न दिनुपर्छ र टेस्ट ट्युबको माथिल्लो भागमा देखेको उक्त रङ पिएच चार्टसँग दाँच्नुपर्छ। यसरी दाँचेर हेर्दाखेरि हाम्रो माटो लगभग 6 को आसपासमा देखियो र हाम्रो माटो चाहिँ स्लाइटली एसिडिक भनेर भन्न सकिन्छ। यसरी सजिलै रूपमा हामीले सोइल किट बक्सको प्रयोग गरेर माटोमा भएको पिएच, नाइट्रोजन, फस्फरस र पोटासियम घरैमा नाप्न सकिन्छ।